मेरो चाहिँ खाजा बनाउने टाइम भयो। अब खाजाको सामान लिन जाँदैछु। अनि 5 मिनट जति लाग्छ होला बजार पुग्नलाई। अब यति नै म अन्डा लिएर आउँछु परबाट। अहिले थुक्पा, एकजनालाई करेन्ट चाउचाउ, 7 जनालाई थुक्पा। यो चाहिँ हाम्रो दिदीको किराना पसल हो। सामान चाहियो भने आउनुहोस् है गाइज। सबै आइटम पाइन्छ ल है। मेरो आफ्नै दिदीको दोकान हो है यो। अंकल यो आलु कसरी हो? यो आलु कसरी हो? 40 रुपैयाँ। अच्छा धोइदिउँ त 2 पोका। 2 पोका। अन्डा पनि लिइसकेँ। अब कति भयो मेरो? हजार। खाजा पनि लिएर आए। ओहो सरी फुट्छ होला अन्डा। पानी तात्यो? हो र? तात्यो होला? ए हो न, मैले थिचिदिएको थिएँ पलक भर्खर तातिँदैछ। झुक्कायो नि मलाई। थुक्पाको लागि पानी गरम गर्दैछु। यहाँ थुक्पा